सम्पूर्णमा नमस्कार गणेश युट्युब च्यानलमा। यतिखेर म सिंहसेन जाँदैछु। बाइक बिग्रियो, बाटोको अवस्था नाजुक छ बिचरा। अरू केही नभए बाटो त बनाइदियो नानीको। बाटो बनायौँ, प्रत्येक वर्ष करोडौँ रुपियाँ हाल्यौँ, 69 रुपियाँ। जान कहाँ छन् हिँड्न लागेका छौँ। कहिले काहीँ अहिले उकालोमा हिँड्न लागेका छौँ। अर्को तलमा आउनु लागेको छ बिचरा। थाक लागिगयो। यसो बाइक हिँड्ने बाटो कहाँ गतिलो बनाइदियो बिचरा। अरू के हामी अहिले बुकगाडे भन्ने ठाउँमा छौँ। बुकगाडे बाइक बुझ्नु नभने कि बाइक चढ्ने कन्डिसन बाटो नभएर भनौँ। बाइक बाटो खतरिन ल्याउन डेन्जर। बाइक ल्याइयो, बाइकले म सिँगान जाइसकेको छैन। यता खिच छोडी जा भनेर तलै छोडी आयो बुढो। के आएर बिचरा हौ। अब यसै छ हेर, हिँड्न लागेको छ। लुतु ठाउँ यस्तो छ। म त न पातलो छु, हिँडिजाउँला पछाडि गएर। यो हेर, यो बुङ्गुरो त हिँडिसक्ने हो कि नै। हेर जात्रा हेर्न जाने हेर। काम नपाया नेपालीको यही हो हेर हालत। काम नपाया नेपालीको हालत हेर। जा भुइसो बिहान हुँदैन कहिले। अरे बरे मास्टर नि हेर। बाटो गन्द छ हेर। छडियो भने मान्छे कहाँ पुग्छ थाहा छ? अलि तल त्यो गाउँ देखान हेर। अहिले त्यही गाउँमा पुग्नुपर्छ मान्छे हेर। त्यो मेरो गाउँ, यो मेरो गाउँ हो। अनि यो परम देखिने यो गैराखेत भन्ने ठाउँ हो। बिचरा त्यहाँ उम्रो छ बाटो। लुतु हिँड्नु पऱ्यो। बाइकले सिँगाएर जाँदैन, तँ यहीँ छोडिजा भनिदियो। अब के हान्ने, यसै छ हेर बिचरा। जान लागेका छौँ हेर। ठाउँ त बबाल छ राका। सिर हावा चलिया छ। मस्ती छ ठाउँ त यहाँ। अब पुग्दैछु सिंहसेन भन्ने ठाउँमा। हालत खराब छ हजुर। के आउनु यस्तै छ। हिँडिरहेको छु लुतु। अब सास फुलिरहेको छ। बाइकले सिंहसेन जाँदैन भनिहाल्यो। के हाल्ने त, हिँड्नै पऱ्यो। त्यही भएर हिँडिरहेको छु। एकजना चाहिँ भाइ पछाडि छ, हिँडिरहेको छ। एउटा आँखा बेचेर तिमलाई खुसी किनौला, अर्को आँखाले हेरौँला तिम्रै ओठको हाँसो। भन्छन् मलाई हाँसेको सुहाउँछ, जसले भन्छ उसैले रुहाउँछ। छैन केही गुनासो। एउटा आँखा बेचेर तिमलाई खुसी किनौला, अर्को आँखाले हेरौँला तिम्रै ओठको हाँसो। नगरपालिका वडा नम्बर 6 मा छौँ यतिखेर। 8 नगरपालिका वडा नम्बर 6 को बुगाडे भन्ने ठाउँमा छौँ हामी। वडा कार्यालय चाहिँ त्यो पारि डाँडामा छ। त्यो सेतो भवन त्यो ठाउँमा देखिने। हामी अब यहाँ माथि छ, केही माथि जानु छ। विवाहमा जान लागेको गाडीले अलि धोका दियो। अब हिँडिरहेछौँ। 2 भाइ छौँ। 2 भाइ आएको अलि म पातलो छु, अलि त्यो मोटो छ। त्यही भएर नि बाइकले नले मलाई भने। अब के गर्ने। अब यस्तै हो हजुर। गाउँघरतिरको बाटो हिँड्नु परेको छ। अब बजेट करोडौँ आउँछ। के गर्ने, बाटोको हालत उही छ। यस्तै त हो जिन्दगी। अब हिजो हुन त यही ठाउँमा हुर्क्याउँ, पढियो लेखियो त यही ठाउँ हो। अहिले हिँड्न सकिन्न, किनभने बजारको रमझम लागिसकेपछि यही त हो। गाह्रो छ हजुर, गाह्रो छ। के गरौँ। पारि देखिने 8 नगरपालिका वडा नम्बर 7 गैराखेत भन्ने ठाउँ हो।
अलि तल तल देखिने अम्काना तल देखिँदैन चौरत्ता भन्ने ठाउँ तल अलि देखिन्छ। ओके मैले 1 देखि 5 सम्म पढेको विद्यालय हो त्यो मेरो ठाउँ हो। यहाँ देखिने मेरो घर हो त्यो चाहिँ मैले पढेको विद्यालय हो श्री झाउरे पिपल आधारभूत विद्यालय 7 नम्बर 8 नम्बर पढेको बेलामा साथै गइरहेको थियो के गर्ने हिँडेको छु। यतिखेर हामी अहिले वार्ड नम्बर 6 मा छु। यस्तै त्यो बाटो त्यो सेतो चाहिँ देखिने 6 नम्बर वडा कार्यालय हो। बाटो यस्तो छ हिँडिरहेको छु अगाडि हिँडिरहेको छ ब्रोडर यस्तै त्यो बाटोमा के गर्ने हिँड्नुपर्छ। अब नहिँडेर हुँदैन गाउँघरतिर यस्तै हो किन हिँडिराख्नु भएको छ सब पुरा पछाडि ढाड देखाएर व्यस्त तरिकाले त्यहाँनिर चाहिँ मोटो हुनुको फाइदा यो के छ सर हिँड्ने अवस्था ठिक छ? ठिक छ गाह्रो त भएको छैन? उसकै घरतिर जाँदैछौँ। बाटोको अवस्था के छ त यार? ठिक छ जोस् जोस् वडा अध्यक्षहरूले नगरपालिकाले हामीले जिताएर पठाएका नेताहरूले जस काम गरे छन्। हाल्न त हाल्यो त हेर्नुहोस् बाटो यस्तै छ होइन। यो हामी हिँडिरहेछौँ बाटो यो पारिदेखि नै कालीकोट हो होइन। तपाईँको यता यो पारिदेखि नै विनायक यो विनायक हो यो बाह्रला भन्ने ठाउँ हो। अनि हामी अहिले लगभग अलि हाइटमा छौँ। यहाँ हावा चलिरहेको छ चिसो मौसम होइन। थोरै माथि गयौँ भने कापल पनि पाउँछ। थोरै माथि चढ्यौँ भने हिँड्न अलिक गाह्रो भइरहेछ। यो बुगाडे भन्ने ठाउँ हो 8 नम्बर वार्ड नम्बर 6 को। हाम्रो यहाँको अहिलेको वडा अध्यक्ष नमराज शर्मा भन्ने मान्छे हुनुहुन्छ एकजना दाइ। मेरो वडा अध्यक्षलाई रिक्वेस्ट के छ भने अलि बाटो बनाइदिनुहोस्। अलि सुविधा नगरपालिका बन्यो तर पनि बाटो उस्ताको उस्तै छ। अलि केही सुधार गरिदिनु पऱ्यो। भन्नु त वडा अध्यक्षलाई भनेर पनि केही काम छैन। यो बाटोको विषयमा वडा अध्यक्षहरूलाई भनेर हुनेवाला केही छैन। किनकि के भने उहाँलाई वर्षभरि चलाउने बजेट भनेको 9 लाख हो। 9 लाखले के नै भन्छ र वडा कार्यालय व्यवस्थापन अर्का ड्याङडुङ 1-2 कार्यक्रम गर्यो सिद्धियो। अब त्यही कारणले अब माथिल्लो निकायहरूले हेरिदिन्न। बजेट त आउँछ केही राजनीति दबावको कारण केही बजेटहरू फ्रिज हुन्छ केही बजेटहरू चाहिँ उ भए पनि तर उस्तै छ हालत। ठाउँ राम्रो छ सर गाडी चलाएर आउनु पायो भने त्यो लुतु साला उही डुलुवा कुकुर हिँड्नु पऱ्यो हा के गर्ने अब। हाम्रो त विकास भएको छ हजुर। हाम्रो त यो घोषणा यो घोषणा छारा घोषणा यहाँ केही घोषणा न केही घोषणा यहाँ साला सब लोकतन्त्रको देशमा यस्तै हो हजुर। हिँड्नुपर्छ लुतु लुतु। अब हुन त हिँड्नेकै ठाउँ हो त्यति अप्ठ्यारो त छैन तर झन्डै 15-20 वर्ष भयो अलि हिँड्न कम गरेको। त्यहाँ चाहिँ सास अलि बढिरहेछ। आज अलि फिजिकल एक्सर्साइज पनि छैन। त्यही ठाउँ छ बाटो ठाउँ चाहिँ डेन्जर छ हजुर। फुत्कियो गेम फिनिस थोरै फुत्कियो यहाँबाट तल फुत्कियो भने त कहाँ थाहा छैन। म तपाईँलाई एकैछिनमा देखाउँछु होइन। अब 5 मिनट जति हिँड्यौँ भने हामी गन्तव्यमा पुग्छौँ। त्यही वडा कार्यालय देखिया छ नि मजाले तल
तल खस्यो भने कहाँको हेर्नुहोस् थोरै मिस भयो भने बाटोको अवस्था यस्तो छ यहाँबाट थोरै केही पनि मिस भयो भने सिद्धियो कहाँ थाहा छैन खोज्नु जानुपर्ने त्यही पनि अब मलाई हेर्नुहोस् थाक लागेर अवस्था यो छ मोटो भएपछि यो पैसा धेरै कमाइयो भने हुन्छ लुतु लुतु हिँड्नुपर्छ त्यही कारणले होइन जाउँ जाउँ अब जे पनि हिँड्नै पर्छ यस्तो छ अवस्था बाइक म जान्न तपाईँहरू जानुहोस् भने होइन के गर्ने अब बाइकको चाबी गोजाउनु छ मान्छे चाहिँ हिँड्नु पऱ्यो के गर्नु हजुर 5-10 लाखका बाइक किनेर काम छैन यो रोडमा यस्तै हो अवस्था अब देशको विकास त भयो देशमा गणतन्त्र आयो गणतन्त्रको अवस्था यही हो यहाँ गणतन्त्र लोकतन्त्र क्या तन्त्र तन्त्र मन्त्र यही सबै यस्तै हो मन्त्र सन्त्र अलि हाम्रो अनुरोध छ बाटो अलि बनाइदियो बिचरा किन अद्दा छौ होइन बजेट हालेका छौँ भनेका छन् केही छैन 0% आलु जनता आँखामा छालाले काम भइरहेछ के गर्ने अब हेर्नुहोस् बाटो यो चाहिँ 6 नम्बर त यो जुलाबाट आउने बाटो हो यो चाहिँ हामी त राखमबाट आयौँ अवस्था नाजुक छ के गर्नु